हेलो हाई एभ्रिवान सबैजना साथीहरूलाई र आजको भिडियोमा चाहिँ तपाईँलाई भक्तपुरको चुच्चे ढुङ्गा भन्ने ठाउँमा लाँदैछु है त। यो ठाउँमा जानलाई चाहिँ के कति लाग्छ, कति टाइम लाग्छ र कहाँदेखि जाने भनेर चाहिँ आज त्यसकै लागि चाहिँ म तपाईँहरूलाई भिडियो त्यो ठाउँको एक्सप्लोर गर्नलाई म यहाँ भक्तपुरबाट निस्किसकेको छु र कोटेश्वरबाट जाँदाखेरि कहाँबाट छिर्ने, के कति टाइम लाग्छ रहेछ, कति किलोमिटर रहेछ भनेर आज खास एक्सप्लोर गर्न चाहिँ हिँडेको साथी र म। र साथीहरू यो चाहिँ सूर्य विनायक चोक र यहाँबाट चाहिँ दाहिने लाग्नुपर्ने हुन्छ, तर पानी परेर चाहिँ बिजोग भयो साथी। पानीमा चाहिँ फेरि कति साह्रो हान्छ भन्दाखेरि हिजोदेखि मलाई पानी नरिस भिजिरहेछ हौ। यहाँको लाइट अहिले लाइट बिग्रेको रहेछ। यहाँबाट चाहिँ दाहिने जाने, दाहिने गएपछि चाहिँ टक्क एउटा मन्दिर आउँछ, मन्दिरबाट देब्रे पाइलट बाबा जाने बाटो जानुपर्छ घ्याम्पे डाँडा। यता जाँदा चाहिँ प्लेन क्रास है साथी हो। प्लेन क्रास भनेको चाहिँ पाइलट बाबा पनि भन्छ, प्लेन तिम्रो घर पनि पुग्छ। बाटो चाहिँ पुरानो भएर अलिअलि बिग्रिसकेछ क्या। हौ के साह्रो खाल्डा खुल्टी हौ। कलर च्याप्पै ओहो हो ओहो हो। अनिल अनिल आरिस लाग्दैन होइन? आरिस लाग्दैन त्यस्तो देख्दाखेरि च्याप्पै हो। ओहो हामी सिङ्गललाई हेप्दिने जस्तो लाग्दैन तिमीलाई? हामीले हेप्ने जस्तो लाग्दैन? ल हेर त अहिलेसम्म हामीले देख्दाखेरि केटा त तिमी र म मात्रै होला। ल साथी हो यहाँबाट यता रहेछ पार्टी भन्ज्याङ। यो पाइलट बाबा के अरे घ्याम्पे डाँडाको बाटो नछोडी आउँदाखेरि यहाँबाट बाटो छुट्छ। आशापुरी तामाङ उता रहेछ, तामाङ सबैको होमस्टे। कहाँ तिमीले भनेको चाहिँ उयोको बिचमा हो? ए ल रानीकोट चुच्चे ढुङ्गा जाने बाटो चाहिँ यता रहेछ साथी हो। यहाँ माथि अब गोब्रोमा देखाएको छ कि छैन कोनी देखियो होला साँच्ची, भरे देखेन अन्त होइन साथी। बाटो चाहिँ यस्तो छ, यता चाहिँ अर्कै ठाउँ र रानीकोटको बाटो चाहिँ यो बाटो लाग्नुपर्ने हुन्छ है। तल पनि हेर न रिसोर्ट डेन्जर छ नि ऊ तल। तल देखिरहेको छ न ऊ रातो रिसोर्ट त यता त के खतरा खोलेको छ नि। यो चाहिँ हेर न पहिलो कुरा, यो कम्प्लिट चाहिँ भएको छैन तर यो रिसोर्ट के साह्रो खतरा खोल्दै गरेको। ए अफरोड पनि रहेछ यहाँदेखि माथि चाहिँ अफरोड रहेछ। ओए यहाँ चाहिँ अफ हुनु भएन है यहाँ त अफ भयो भने त लड्छ त म्याजल मिठो लड्छ। आज पहिलोचोटि बाइकले अलिअलि बेहोरा देखाउन खोजिरहेछ, उसलाई दबाई चाहिएको छ, अरू केही पनि होइन। त्यसले त प्रब्लम पार्दैन कि, अप्ठ्यारो ठाउँमा चाहिँ अफ हुनु भएन क्या। यस्तोमा कुनै प्रब्लम हुँदैन, तर रोकिनु चाहिँ भएन।
सब कपाल मात्रै हिँड्छ म्या रिसै उठ्दो रहेछ नि त अहिले बुझ्दाखेरि यतै हाल्नुपर्ने अवस्था भयो त कसैले नकुदाएको ट्र्याकमा कुदाउनु पर्ने अवस्था हो हामीलाई फेरि यस्तो चिजहरू मतलब हुँदैन होइन बाइक छिरेपछि हालिदिइहाल्यो ओइ बाइकहरू सबै यहाँ रोकिएको छ भनेपछि त यता त होइन हुनसक्छ अलिकति हिँड्नुपर्ने अवस्था थियो साथी हो ऊ माथि त ऊ हो नि हो ओके यही हो एउटा बोर्ड त राख्नुपर्छ नि हौ ल साथी अब यहाँबाट चाहिँ हिँड्नुपर्ने अवस्था रहेछ यो बाइकहरू देख्दै थाहा भयो तर यो केटाकेटीहरू त बसेन है वाउ यस्तो सिन देख्न पाएपछि त साथी हो म त बेहोस हुन्छु त अनि ओहो कति मजा आउँछ त जङ्गलमा यसरी कराउनु होइन त साथी हो हिँडे त कसम साथी हो 10 मिनट भनेको त इन्टरनेसनल लेभल हिँडे भइरहेछ गाह्रो छ नि साथी हो गाह्रो छ नि यस्तो खालको देखाइरहेछ त अनुहार त यार यस्तो खिच्दा त यार ए आइपुगेछ आइपुगेछ आऊ साथी आऊ तिमी आऊ कस्तो गोरो मान्छेले नि कालो निकालेको तिमीलाई बिचरा जुका चाहिँ डर लाग्दो रहेछ होइन हामीलाई त माथि चाहिँ उकालोमा चाहिँ डर लाग्यो थाहा हुँदैन बहिनीहरू पनि बाटोमा यहाँ भेटेको थियो बहिनी चाहिँ पहिला पनि आएको अरे होइन हामी त झुक्केर माथि उकालो यो कहाँ पुगेछौँ क्या कहाँ गएको साथी तिमी ए हामी भक्तपुरबाट बहिनीहरू ल है त साथी हो यता यो चाहिँ ट्याक्कै यो भएको भाग चाहिँ चुच्चे ढुङ्गाहरूले भन्दो रहेछ भक्तपुरको रानीकोट भन्दो रहेछ एकदमै बवाल छ यहाँ चाहिँ कोही पनि आएको छैन कलर त लगभग हामी पनि आज टिकटक भर्खर देखेर मात्रै आएको हो यस्तो बवाल छ यस्तो चिल ठाउँ चाहिँ यहाँबाट काठमाडौँ सरर देख्न पाइयो ल म सँगसँगै आउनुहोस् है त भ्यू हेर्नलाई चाहिँ
Dame un círculo de magia, algo que se lleve la razón.